गाइज हामीसँग एकदमै राम्रो एक्सटेन्सन छ। यदि तपाईँ डेभलपर हुनुहुन्छ भने तपाईँ हरेक टाइम बुझ्न खोज्नुहुन्छ कि यो साइट कुन ल्याङ्ग्वेजमा कुन टेक्नोलोजी फ्रेमवर्कमा बनेको रहेछ भने तपाईँ धेरै प्रयास गर्नुहुन्छ। जुन पनि टेक्नोलोजी नयाँ होस् या कुनै पनि साइट नयाँ हुन्छ त्यसलाई यदि बुझ्न चाहनुहुन्छ भने कुन टेक्नोलोजीमा बनेको रहेछ भने हामी मजाले यो वेबलाइजर एक्सटेन्सन युज गरेर हेर्न सक्नुहुन्छ कि कुन कुन ल्याङ्ग्वेज हाम्रो त्यो वेबसाइटमा युज भएको छ। यो जेन्स स्पार्क भनेर एउटा एआई मोडल नै हो होइन। यसमा मैले हेर्न खोजेँ कि कुन कुन यसमा टेक्नोलोजी युज भएको छ यसलाई डेभलपमेन्ट गर्नलाई, एज अ बिल्ड गर्नलाई। यहाँ हामी सबै कुरा यहाँ हेर्न सक्नुहुन्छ, टाइप स्क्रिप्ट, क्लाउड फायर अनि धेरै कुराहरू यहाँ इन्टिग्रेट गरेको छ। त्यो आफ्टर द्याट हाम्रो एउटा यो बनेको छ। यसले त हामीले यो त बुझ्न सक्यो यो कुनबाट बनेको छ, कुन कुन हाम्रो टेक्नोलोजी युज भएको छ होइन। यस्तै गरी यदि तपाईँ पनि कुनै नयाँ फिचरहरू एड गर्न चाहनुहुन्छ, यस्तो टाइपकै कुराहरू चाहनुहुन्छ भने लाइक द्याट यस्तो यस्तो होइन फङ्सनालिटीहरू चाहनुहुन्छ भने लाइक तपाईँ यसरी नै टेक्नोलोजीहरू थाहा पाएर त्यसमा पनि तपाईँहरू इन्टिग्रेट गर्न सक्नुहुन्छ आफ्नो प्रोजेक्टमा। सो यति नै थियो। हामी जस्ट तपाईँलाई भन्न गइरहेको थियो यो वेबलाइजर पनि तपाईँ यदि डेभलपर हुनुहुन्छ भने मजाले युज गर्नु होइन। यो त अर्कोमा पनि मेरो आफ्नै कम्पनीको साइट हेर्नुहोस् होइन। यसमा मैले के युज गरेको रहेछ होइन, हरेक कुरा तपाईँले म बताउन गइरहेको छु। यसमा पनि म हेर्नुहोस् तपाईँले यसमा कुन कुन टेक्नोलोजी युज भएको छ होइन। यसमा हरेक कुरा देख्न सक्नुहुन्छ। हामीले यहाँ टक 2 पनि युज गरेको छु, वाट्सएप बिजनेस च्याट पनि, एओएस यहाँ युज गरेको छु, यहाँ रियाक्ट, राउट, रियाक्ट, यो सबै कुराहरू हामी युज गर्छु। यो सबै यहाँ हामी हेर्न सक्नुहुन्छ कि। सो यदि तपाईँ नयाँ हुनुहुन्छ भने हाम्रो युट्युब च्यानललाई सब्सक्राइब गर्नु। यो मेरो युट्युब च्यानलको पहिलो भिडियो हो अनि यो युट्युब च्यानलमा तपाईँले टेकभन्दा रिलेटेड अनि कोडिङभन्दा रिलेटेड भिडियोहरू आइरहेको हुन्छ। सो यो भिडियोमा यति नै हो। सो आई विल सी यू इन द नेक्स्ट वान।